टेन्ट बोक्नु छतमा त्यहाँका टेन्ट छतमा स्कुलको ग्राउन्डमा गयो मजा माथि ठुलो ग्राउन्ड जाँदा त हुन्थ्यो एउटा बोक्नु भएको भए त हुन्थ्यो मैले सिलेको नानी लिएर आएको स्लिपिङ ब्याग मैले ल्याएँ यसपालि धेरै खिड्छ भनेरै बोकेको खासमा स्लिपिङ ब्याग नभए पनि जसले बोक्थेँ स्लिपिङ ब्यागहरू त प्रायः बोकिराख्नु बाहिर जाँदा किनभने त्यो कहिले होटेलको पनि कस्तो बनाउँछ होइन नि हो साब म त्यो त यो भन्दा अघिल्लो त्यो रामचा बसेको यो फिदिमको फेरि जाँदाखेरि राम्रो गरेछ मेरो खोला त राम्रो छ यहाँ त मेरो दरो ब्रिफिङ गएको छ नि त अनि फिदिममा चाहिँ अलिअलि मिलाउनु फिल्मको त्यो बस्ने अस्ति मैले गोविन्द साहबलाई भनिसकेको छु होटल चेन्ज हुन्छ अब होटेलको पुल हुन्छ भने यता राम्रो छ नि अर्को एउटा अनि त्यो नदिने भयो भन्नुभएको होइन त्यो रेन्जमा केमा त्यो रेन्जमा दिन्छ कुन चाहिँ होटेल यता बिचमा एउटा पार्किङ साइडको छ क्या राम्रो छ बिचमा भन्नाले साग बस्नु भयो होला अस्ति म बसेँ होला कुन त्यहाँ चाहिँ छ राम्रो छ नि साग त्यो कुन चाहिँ छ कहाँनिर छ बिच लाइनमा छ क्या त्यो त्यो उमा त्यही भनेको त्यो रोडैमा सेन्ट रोड ए होटेल बाटिका 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 त होइन बाटिका त्यो हाइवेमा होइन माथिल्लो लाइनमा त्यही त माथि हो ए ठुलो छ बाटोदेखि माथितिर छ त्यहाँ राख्छु भनेछ त्यहाँ राम्रो छ क्या अब त्यो एमआई गर्छ त्यहाँबाट पनि अस्ति दिएको नि त्योमा अब यस्तो एम पनि अब मेरो हेराइमा चाहिँ हाम्रो रिमोट एडब्लुसीको यस्तो धेरै पाहुनाहरू हुँदैन अब लेट्स सेम हप्तामा दुई तिनजना आइराख्ने हो भनेदेखि चाहिँ अलिकति उनीहरूलाई प्राइसमा हामीले गर्नु पर्ने भन्दा पनि अलिकति त अब हाम्रो त चलन छ होइन अनि अब मैले चाहिँ के गरेको छु भने अब ठिक छ प्राइस तपाईँको त्यो तर रुमको स्ट्यान्डर्ड चाहिँ राम्रो हुनु पऱ्यो भन्ने भोलि बाटो आइसक्नु पर्छ बिहान उडिरहेको होइन त चारवटा एडब्लुसी होइन एउटा समय त यस्तो राम्रो भन्छ म त कतिचोटि परिसकेको छ मलाई चाहिँ एउटा एक किसिमको त्यसरी पार्न सकेँ के बुझिसकेँ कहिलेकाहीँ भने त मैले भन्नु खोजेको त्यो नहोस् त्यो बेलामा होइन चाहिँ अनि त्यो बेलामा त म भनेको पनि त छ भने अब ठिकै छ फेरि यही फलो गर्ने भनेर भन्नुहुन्छ गोपाल साहबले सेफ्टी हुन्न त्यति बेला सेफ्टी भयो भने त्यहीमा फलो हुन्थ्यो होला चेन्जै गरेको थिएँ अब यता वर्ल्डको डब्लु एकजना हुनै पऱ्यो अनि वर्ल्डको अप्सन एकजना हुनै पऱ्यो मेडिकल टिम एकजना मेडिकल कम्पल्सन छैन जो पनि भन्छ कि इन हाउस जो पनि हुन्छ हाम्रो सब त हाम्रो यादव अथवा कमल हुन सक्यो मेडिकलै भन्नु अब त्यसमा चाहिँ अब ड्युटी मिलाउनै पऱ्यो अब निस्किसक्यो नि अब मैले मेरो लिभ प्लान राखेको छु त्यति बेला फेरि मेरो सामने राखिदिनु भएको छ के हो म त यस ए कुरो त अहिले मैले भर्खर बुझ्दैछु है केमा लिभ प्लान राखेपछि कसरी फेरि राखिदिनु होइन ब्याक टु ब्याक चाहिँ मानिसहरूलाई के गरेँ म अचम्म लाग्छ मलाई होइन केमा त्यसरी गडबड हुँदो रहेछ त्यति माथि मेसेज इमेल आएको आएकै अस्ति मात्र यस्तो गर्नु उस्तो होइन गर्नु फेब्रुअरीको मेरो लास्टमा छ कि डक्टर तर त्यति बेला मैले बिदा राखेको छु कि लिभ प्लानै राखेको छु कि क्यालेन्डरमा अपडेट गरेको छु अब साप पनि बिर्सिनु भयो कि के हो मेरो त त्यसमा हालिदिनु भएको छ त्यो हेर्दाखेरि फर्स्ट हेर्नु भयो फेब्रुअरीको फेरि मेरो छैन है यो भएर छैन होला मेरो त लास्ट विक पर्छ भने त्यसपछि को सन्जु होइन त्यसपछि चाहिँ सन्जु दिदीको होला त्यसपछि हजुरको होला त्यसपछि पेस दाइको त्यसपछि यादव दाइको त्यसपछि कमल दाइको
अनि किमा त्यस्तो हुँदो रहेछ र किन त्यस्तो मेसेजहरू आउँछ भन्छु क्यालेन्डर अपडेट गर्नु क्यालेन्डर त अपडेट त गर्नैपर्छ सबैले त। त्यही त अन्त स्ट्रिक्ट छ सब तर यस्तो नि ठिक छ अन्त पहिलादेखि नै दुईजना नै थियो होइन सर? हाम्रो दुईजनै हो नि अब के दुईजना हो त कहिले 7जना पनि भइन्छ होइन लोकल कहिले अब कहाँ चाहिँ जानु त नि तर त्यो भन्दा पनि एडब्लुसीबाट चाहिँ मिस्टेकहरू चाहिँ भएकै छ क्या त्यही भएर यस्तो हुँदै गयो सब पार्क भनिसकेपछि पार्किङ जति जम्मै पुलमा राख्नै पऱ्यो टडाङ कुडुङ भाँचेर पुल भाँच्यो भने त फोटोन र लोड धेरै हुन्छ पुलमा पार्क गर्नै मिल्दैन जाने कि माथि जाने अहिले बिहान होइन बाटो त माथि पुगेको छैन कहाँ चाहिँ छ अहिलेको बाटै जानुपर्छ त्यही राम्रो छ है त्यही हो बाटो नै त्यही हो नि कम्ती पर्छ धेरै लाग्छ मलाई बाटो त त्यही हो नि पहिला एकछिन हामी आउनु त्यहाँबाट आएको होइन फर्कुबाट ठ्याक्कै लेफ्टतिर लाग्यो कि हामी एकछिन त्यो ठ्याक्क तल्लो ओर्लिने दुईटा तिनवटा बाटो छ तिनवटा बाटो एउटा जाको अनि एउटा अलि यतै बाटो यतैबाट चाहिँ हामी छिने बित्तिकै लाग्यो कि एकछिन अनि परबाट यता आयो नि हामीलाई चाहिँ किमा चाहिँ एकजना ठकेर अलिक घाटो लाग्यो अब दसौँ तिहारमा चाहिँ अलिक गाह्रो लाग्यो अरू बेला त के भयो त्यही त त्यही भएर त यस्तो हुन जाँदैन चेन्ज हुन्छ नि त अरू यो दसौँ तिहारमा चाहिँ टेन्सन लाग्छ दसैँ तिहारमा चाहिँ टेन्सन हुन्छ क्या। टाढाको मान्छेलाई राखेर सकियो अनि त्यो भन्दै गर्दाखेरि तपाईँ त नजिकको मान्छे फेरि हामीले पर्छ होइन भन्नाले जस्तै मलाई त हामीलाई त सहयोग दिन्छ हेमन्तले कभर गरिदिन्छु भनेको छ होइन यस्तो प्रयास भन्दा त प्रयास कभर गरिदिन्छु भनेको छ होइन सहीसँग नभए त हो उनीहरू त त्यहीँ घरमा 30 मिनटको डिस्टेन्सहरू बस्नु त पाइयो होइन उनीहरूले झन् उनीहरूलाई फाइदा के भने उनीहरूले लियो पनि पाएन त फेरि त्यो मान्छे मान्दैन भन्ने कुरा हो मेलमै छ त्यो भन्दा हाम्रो ड्राइभर त किन ड्युटी राखेर दुईजनै हुँदैन त्यो हुन्छ भनेर बिल लिनु त कहाँ पाउँछ त ड्युटी बस्यो भने किन पाएन अनि विकेन्डमा काम गरेको पाएन ए अनि खै फिदिममा त विकेन्डमा ड्युटी गरेको लिइरहेको त कहाँ पाउँछ कसले पाउँछ हो पाउँदैन तिमीले फेरि हो र होलिडे पब्लिक होलिडेमा चाहिँ छ भने त्यो चाहिँ पाउँछ क्या जस्तै हाम्रो तापजुङमा चाहिँ अब अस्ति माघे सङ्क्रान्ति पब्लिक होलिडे थियो नि त होइन अब त्यसमा चाहिँ अब यहीँ इन्डोनेसियामै अब जस्तै नजिकको चाहिँ अब जो लोकल छन् होइन अब उनीहरू छुट्टी जान्छ तर म जस्तो र रेशम साहब जस्तो अब जाने कुरा आएन एक दिनको लागि कहाँ छुट्टी जानु होइन तर त्यसमा चाहिँ अब हामी चाहिँ ल योपालि पकाइदिनुहोस् अथवा अर्कोपालि पकाउँछ त्यसरी मिलाएर अब मेन फेरि त चाहिँ के हो अब लागि 35 दिनभित्र चाहिँ त्यो युजमा आउने छ भने बस्ने हो अनि यो 35 दिनभित्र चाहिँ रेशम साहब 35 दिनभित्रमा घर जानु भएन भने अब कहीँ छैन भने अनि मैले उहाँलाई भने अब तपाईँ के प्लान यता छ भने बसेर नत्र म बस्छु अनि म यति पनि यस्तो गर्छु जस्तै अब कमिसन रिपोर्ट रेडी गर्ने अब फेरि भन्ने अनि चाहिँ म नेक्स्ट फ्राइडे चाहिँ सर्ट घर जान्छु स्याटरडे खेल्छु सन्डे फर्केर आउँछु भनेर ठुलोलाई भन्छु होइन अरू उसको पनि अब होइन म यो बेला जस्तै अब यो उहाँ फर्स्टै झर्नुहुँदैछ अस्तिको उयो अनि त्यसैले अब यो थर्सडेमा ठिकै छ तपाईँ जानुहोस् अब आज र भोलि हाम्रो फेरि यता सकिहाल्छ अब डक्टर क्लिनिकभित्र हुँदाखेरि त म त्यहाँ बस्यो भने भइहाल्छ म म्यानेज गरिहाल्छु भनेर उहाँले सोचेछु अनि त्यो भएर अब तपाईँले भाइहरूलाई पनि तिमीले यस्तोमा चाहिँ घर आयो त्यहाँ बकाइदा घर तर त्यत्तिकै बस्ने होइन समथिङ चाहिँ
अलिकति आफूले इन्जिनियरको पनि आफूलाई पनि होस् न उपयोग होस् न त्यसको पनि। भन्ने मलाई चाहिँ अब जस्तै अब अरू विदेशमा काम भ्या छैन भने अलिकति सरसफाइ गर्ने के एउटा टिआर स्टोरहरू होइन एउटा एटलिस्ट केही गऱ्यो भने चाहिँ हो। मैले इन्लिउमा यो छुट्टीमा यस्तो गरेको थिएँ अनि इन्लिउ लिनु पनि अलिकति आफूलाई पनि के हो आफू पनि ढुङ्गाको खानीमा आइपुग्यो। झिलिमिली छ त हौ। झिलिमिलीकोमा पो आइपुगेछ त हौ। यो भोलिकै हो कि यो पनि भोलि र पर्सि हो साहब। यो सब यो चाहिँ जोड्नै छ नि त होइन सायद हुन्छ नि। सायद छ नि त भोलि र पर्सि। 22 र 23 होइन 21 र 22 ल है दुईजना मनिषा सिस्टर र लोकेन्द्र कुन कुन उमा चाहिँ यसो गर्नु के गर्नुपर्ने यसो हेर्दै गर्नु होइन त्यो आइडियाहरू त यसो जेनेरेट गर्दै गर्नु पऱ्यो नि त। यस्तो गर्नुपर्ने छ त्यस्तो गर्नुपर्ने त्यो सुनमा मात्रै ध्यान दिँदैन होइन यस्तोतिर पनि ध्यान दिँदैन। गर्दै होइन अहिले त्यो मिलेर के काम त्यसो भने क्लस्टर फायर पछि पर्ने भयो। त्यसलाई अब अनि क्लियर गरिदिएको छैन गर्ने हुँदैन मेरो आफ्नै ढुङ्गा छ भनेर अब पर्सि त्यो सामान लिँदा लिनु जाँदा के पठाइदिउँ त हौ ठिक छ होइन तपाईँ चाहिँ बजारको के अलिकति एउटा सानो कोसीले त पठाइदिनु पर्छ समीर यसो सम्झिनु भने बोकेर हिँड्नु पऱ्यो के पाइएला र सर के होला र त्यस्तो सुन्तला भन्नु सुन्तला चाहिँ यता पाइहाल्दो होला होइन। त सुन्तला कहाँ पाउँछ सर चाहिँ त्यही यसो सुर्पी यतै होला।
होस् त निस्के गरिरहेको म निस्क्यो 8:30 भयो भयो त्यसैले होला त्यसै त हो दाइ हो डक्टर साहबको एनर्जी मैले 7:27 कि 24 कस्तो त्यहाँ लेख्दाखेरि 7:27 होला भयो 9:30 नै भइसकेको थियो मैले त्यही भएर 7:20 तिर हिँड्नु प्लान गरेको 9:30 नै भयो भने जस्तो लाग्यो घरसे ठ्याक्क 1 घन्टामा आएँ त 1 घन्टामा यहाँ आइपुगेँ चाँडै आइपुगेको छ झगडा आइपुग्यो त्यहाँ जाँदा 1 घन्टामा पुगेको थियौँ सुन्न नि है त्यो पुगेको थियौँ हो बिहान त उकालो बढी भयो नि त पारीको उकालोले पिछबाट देख्नु पनि आइपुगिहाल्यो नि अब सब झ्याल पनि दिनु अक्सिजन ठिकैमा कमेन्ट हुन्छ त्यो चाहिँ कुनै चिज धेरै खाँदाखेरि अक्सिजन धेरै खाँदा पनि राम्रो होइन नि त्यो हाइपर भेन्टिलेसनलाई भन्ने यहाँबाट पनि जान्छ कि तल एउटा बाटो एउटा यो हो अर्को ऊ त्यहाँबाट पनि छैन यहीँबाट पनि जान्छ यहाँबाट पनि जान्छ यहाँबाट जाँदा बाइकमा चाहिँ यहाँबाट धेरै हिँड्नुपर्छ हौ निकै घुम्दैछ यहाँ तल गएर दाहिने जानुपर्छ है सुरुमा चाहिँ यहाँ माथि गरेको नि त माथि पालिका हो ए यहाँको पालिका त छ यहाँ माथि पो त ए मासतिर यहाँ माथि छ सुरुमा त्यहाँ ए डिआर ट्रेनिङ क्या सुरुमा त्यहाँ माथि पालिकामा गरियो त्यसको अर्को वर्ष यहाँ त ए परको गणेश स्कुलको त्यहाँ गरियो अनि गएको वर्ष पारि खेचुम्बो अब छुस भयो त्यसपछि छुस यो वर्ष तर खेचुम्बोमा गर्दाखेरि खानेकुरोको चाहिँ पहिलाको जस्तो कमी चाहिँ भएन है